हेलो गाइज वेलकम टु माई न्यू मिनी ब्लग है। आज चैत दसैँ हो। आज चाहिँ अब दिदी भेनाजुलाई बोलाएको छु, उता मन्दिर पनि जानुपर्छ, यसो मिठो नि खानुपर्छ भनेर अलिअलि तरकारीहरू ल्याएर खानाहरू बनाउँदैछौँ है। यहाँ मम्मीले बनाउँदै हुनुहुन्छ। हामी चाहिँ अब सन्तानेश्वर जानलाई रेडी हुनुपर्छ। त्योभन्दा अगाडि चाहिँ म यहाँ अलिअलि मरमसला पिसिदिन्छु है। अब हामी त्यस्तो धनी मान्छे त होइन है, खलमा पिस्नुपर्छ। हेर्नुहोस् गाइस, अब यस्तै छ, मिक्सर चलाउने औकात छैन हाम्रो। अब म रेडी हुनुपर्ने भयो है। म रुममा आइसकेँ। रुममा अब 11 बजे 5 मिनट गइसक्यो, दिन पनि जान आँटिसक्यो। अब छिटो रेडी हुनुपर्छ है। मन्दिर त जाने भनियो, अब नुहाउनु पर्ने है। नुहाउनु फेरि आफूलाई अल्छी लाग्छ। बुढीको सुन कहाँ छ, सुन ल्याऊ भनेर सुन मागी है। अब सुन पानीमा डुबाएर सुन पानी छर्किने हो गाइस है। नुहाउन अल्छी लाग्छ आफूलाई चाहिँ। ल अब सुन पानी छर्केर फटाफट है म चाहिँ रेडी हुन्छु। सुन पानी चाहिँ अलि धेरै नै छर्के जस्तो लाग्यो है। लुत्रुकै टाउको भिज्यो है मेरो चाहिँ। अब फटाफट कपडा लाउँछु। बुढी यहाँ मेरो चर्तीकला देखेर हाँसिरहेछ है मलाई बाल। अब म चाहिँ फटाफट कपडा लाउँछु अनि ज्याकेट स्याकेट लाउँछु। अब दिदी भेनाजु नि आइपुग्न लाग्नु भइसक्यो। अब छोरीलाई बोकेर माथितिर गएर छोरीलाई खानेकुराहरू रेडी गरेर खुवाएर उसलाई तल लिएर आउँछु। त्यतिखेरसम्म अब दिदी भेनाजु नि आउनु भइसक्छ। अनि दिदी भेनाजु ल फाइनली आइपुग्नु भयो। अब हामी चाहिँ बाहिर निस्किन आँट्यौँ। सन्तानेश्वर भन्ने मन्दिर त हजुरहरूले सुन्नुभयो होला नि। सन्तानेश्वर मन्दिर अब नजिकै छ हामी बस्ने ठाउँबाट चाहिँ। अब यहाँबाट हामी सन्तानेश्वरको लागि निस्क्यौँ होइन गाइज। अब बाटोमा राम्रो राम्रो सिनहरू हेर्दै जाम्ला। मन्दिर त जाने भनियो। अब फेरि यहाँ 4 जनामा कसैलाई बाटो थाहा थिएन। यता हामीले चाहिँ मान्छेहरूलाई सोध्दै जाने विचार गरेर यता एक ठाउँमा सोधेर बाइक फर्काउन मात्र आँटेको थिएँ है गाइज। धन्दैले लडेर यहाँ खुट्टा चेप्यो है। तपाईँहरू चाहिँ अलि होसियार भएर चलाउनु। धन्दै यहाँ लडेको थियो है। अब जसो तसो फर्काएर मैले चाहिँ जाने बाटोतिर लगेँ। अनि यो बाटोबाट चाहिँ सिधै हुँदै जङ्गलहरूको भ्यूहरू हेर्दै साइडहरूमा हेर्दै हामी जाँदै थियौँ। त्यत्रो बाटो गइसकेपछि त एउटा बाजेलाई सोधेको त, भाइ तिमीहरू त रङ मिस्टेक बाटो आयो भनेर फेरि हामी फर्केर है त्यही बाटो फर्किँदै गएर अनि त्यही बाजेले भन्नुभएको अनुसार फर्केर गयौँ है त्यही बाटो। अनि धन्न फाइनली हामी यसपटक चाहिँ सही बाटोमा जान सफल भएछौँ। अनि 15-20 मिनट पछि यो मन्दिरमा आइपुग्यौँ है। देख्नुहुन्छ यहाँ माथि डाँडामाथि देखिरहेछ, त्यो चाहिँ मन्दिर रहेछ है। स्टिल हामीलाई अझै थाहा थिएन क्या त्यो मन्दिर हो भनेर। हामी अझै त्यो मान्छेलाई पनि सोध्यौँ है कहाँ हो मन्दिर भनेर। त्यो दाइले सिधै जानु भन्यो। अनि हामी यहाँनिर ठ्याक्कै मन्दिरको पार्किङनिर आइपुग्यौँ है। यहाँनिर आइसकेपछि चाहिँ अनि हामीलाई पनि कन्फिडेन्ट भयो, ल हामी आइपुग्यौँ भनेर। अनि यहाँ बल्ल हामी मन्दिरको पार्किङमा आइपुग्यौँ होइन। पार्किङनिर चाहिँ एउटा ठुलो रुख रहेछ है, पातहरू सुकेको अलि पुरानै भइसकेको रुखहरू रहेछ। अनि यसो भिडियो गर्दै हामी चाहिँ अब मासतिर लाग्यौँ। मासतिर जाँदैछौँ है। अब चाहिँ ल हेर्नु अब यस्तै हो भन्दै हामी चाहिँ टुइ मासतिर लाग्यौँ। अनि भर्याङहरू धेरै नै उक्लिनु पर्ने भएको कारणले छोरी चाहिँ मेरो बुढीले बोकिरहेछ, म चाहिँ क्यामेरा समातेर हिँडिरहेको छु। ऊ चाहिँ मेरो छोरी हो होइन। अब यहाँ माथिबाट टुइ माथि लाग्यौँ। अनि स्याहार फ्याफे गर्दै हामी चाहिँ बिस्तारै 5 मिनट लाग्ने भर्याङलाई पनि 15 मिनट लगाएर बिस्तारै माथितिर चढ्यौँ है। अनि बुढी थाक्यो भनेर मैले छोरी बोक्न थालेँ। ओहो, छोरी त मसँग आएपछि त के बाबा भएपछि त केही नचाहिने। हामी बाउ छोरी चाहिँ कुरा गर्दै बिस्तारै माथि आइपुग्यौँ है। यसो साइडमा हेर्दाखेरि त ओहो कस्तो राम्रो हरियाली भएको ठाउँ रहेछ है। ऊ त्यति भर्याङ चढेर हामी माथि आइपुग्यौँ यहाँ बिच बाटोसम्म। साइडमा अब सिनहरू देखाउँदै भिडियोहरू खिच्दै है, फोटोहरू खिच्दै हामी यहाँ एकैछिन बस्यौँ। यहाँ चाहिँ एकदमै राम्रो सिनहरू देखेँ है साइडमा। यसो सिनेमेटिक भ्यू हेर्नु है त।
दायाँ बायाँको सिनेरियो देखाउँदै हामी चाहिँ लाग्यौँ बिस्तारै एक खुड्किलो चढ्दै है। अब आफू धेरै हिँड्न सक्दिनँ, फेरि मलाई डक्टरले धेरै पनि नहिँड भनेको छ है, मेरो खुट्टा दुख्छ फेरि। अनि बुढी दिदी भेनाजु अगाडि हिँड्दै हुनुहुन्छ, म चाहिँ अलि सक्दिनँ के, अलि कमजोर छु म चाहिँ। बल्ल बल्ल हामी यहाँ आइपुग्यौँ। ठ्याक्कै यहाँ आइपुग्दाखेरि त हो कस्तो मिठो बास्ना क्या यो ज्यास्मिन फुलको। यो साइडमा देख्नु भएको नि, यो चाहिँ ज्यास्मिन फुल रहेछ है, हर बास्ना आउने क्या, एकदम मिठो लाग्यो यो फुलको बास्ना चाहिँ। अनि हामी लाग्यौँ माथि जाँदा यहाँ अबिर केसरी प्रयोग गर्नु मिल्दैन भन्ने कुरो पनि त्यहाँ थाहा भयो होइन। अनि यो साइडमा चाहिँ अब केही बन्दै होला सायद होइन, निर्माण कार्य भइरहेको छ। अब यहाँ बनिसकेपछि पनि फेरि आउँला है। हामी चाहिँ अब बिस्तारै माथितिर जाँदैछौँ अझै पनि। यहाँ प्रहरी सुरक्षा पोस्ट पनि रहेछ। ल फाइनल्ली हामी मन्दिरको परिसरमा आइपुग्यौँ है। यताउता हेर्दाखेरि त ओहो जस्तो लाग्ने के। अब हजुरहरू नजिकै हुनुहुन्छ भने आउनुहोस्, एकदमै राम्रो ठाउँ छ होइन। यदि सक्नुहुन्न भने यहाँ आउनुहोस् न बिस्तारै मिलाएर, नत्र है यही भिडियो हेरेर दर्शन गर्नुहोस् है। एकदम राम्रो ठाउँ लाग्यो मलाई चाहिँ, हेर्न सक्नुहुन्छ। चाहिँ चैत दसैँ भए पनि खासै मान्छेहरू चाहिँ देखिन है। परेवाहरू चाहिँ टन्नै रहेछ है। परेवालाई अलिअलि दाना दियो। अनि यताउता हामी के छ त भन्दै हेर्दै थियौँ। यहाँ सुटिङ पनि भइरहेको रहेछ, सुटिङ पनि हेर्न पाइयो है एकैछिन। अनि हामी ल के गर्ने त भनेर क्यामेरा अगाडि राखेर आफूलाई जे मन लाग्छ त्यही गर्ने भन्दै अब क्यामेरा अगाडि राख्यो। मैले चाहिँ छोरीलाई बोकेँ है। अब भोक चाहिँ एकदमै लागिरहेको थियो होइन। अब मैले भन्न सकिनँ, सबैजना रमाइरहेको थियो होइन। अनि भोक पनि लागिरहेको थियो। मैले चाहिँ ल जम छिटो भनेर भन्दै थिएँ। अनि दिदीले ल जाउँ न त, अब मलाई नि अलिअलि भोक लाग्यो भन्न थाल्यो। अनि हामी त्यहाँबाट निस्किने भनेर त्यहाँबाट तलतिर लाग्न थाल्यौँ है। अनि जाँदै थियौँ ठ्याक्कै अघि नै ज्यास्मिनको फुल भएको ठाउँमा जानु मन लाग्यो फेरि। अनि त्यहाँ गएर एकैछिन बस्यौँ, बास्ना लिगौँ है। अब सित्तैमा आएको कुरो हो, लिदिउँ न त भने मैले पनि। अनि छोरीलाई ज्यास्मिन टिप्दियौँ, ज्यास्मिनको फुलहरूको फोटो खिच्यौँ। अनि त्यहाँबाट तल आयौँ। ठ्याक्कै तल झर्दै थियौँ। यहाँ एउटा कस्तो राम्रो पप्पी देखिरहेको है। यसलाई अब बिस्कुट त दिनु मन थियो, वरिपरि पसल पनि थिएन। अनि हामी त्यहाँबाट लाग्यौँ। अघि माथि जाँदाखेरि यो ठाउँ देखाएको थियौँ, यहाँ जाने चाहिँ सोचेको थियौँ होइन। अब पछि कहिले आउने हो कहिले भनेर आज नै गयौँ हामी चाहिँ। म चाहिँ जोसमा, भोक पनि लागिरहेको थिएँ, जोस पनि चलिरहेको थियो है। त्यहाँनिर गयौँ अनि एकैछिन फोटोहरू खिच्यौँ। अनि त्यहाँबाट पनि हामी बिस्तारै तलतिर झऱ्यौँ। यहाँबाट बिस्तारै झर्दै थियौँ। दिदी भेनाजु चाहिँ माथि नै फोटो खिच्दै हुनुहुन्थ्यो। म छोरी बुढी चाहिँ टुई तलतिर गयौँ है। फाइनल्ली मेरो खुट्टाले चाहिँ अब राहत पाउन आँट्यो होइन। हामी बल्ल बाइक भाटामा आइपुग्यौँ। अनि ल छिटो जाउँ भन्दै हामी चाहिँ बाइक फर्काएर त्यहाँबाट निस्किहाल्यौँ होइन। बुटुङ त्यहाँबाट हिँड्यौँ। भोक पनि एकदमै लागिरहेको छ। अब यतिखेर कति 1-2 नै बज्न आँटिसकेको थियो है। हामी चाहिँ छिटो भन्दै गयौँ है। यताउता राम्ररी भिडियो पनि गराउनु पाएन फर्किँदाखेरिको। हामी चाहिँ अब लगभग घर नजिकै आइपुगिसकेको थियौँ है। यो लेफ्ट साइडतिर देख्नु भएको चाहिँ यो बज्रबाराई जङ्गल हो। यो बज्रबाराई जङ्गल पनि एकदमै ठुलो छ है। अस्ति नै भिडियोमा त हालेको थिएँ, अब एकदम डिटेलीमा चाहिँ एक दिन हाल्ने नै छु। मेरो भिडियोमा चाहिँ लाइक सब्सक्राइब गरिराख्नु है। यस्तै ठाउँहरू
पछि पनि म घुमिरहेको हुन्छु, मेरो कामको भ्लगहरू पनि आइरहेको हुन्छ। त्यही भएर च्यानललाई सब्सक्राइब लाइक चाहिँ गरिदिनु है। अब घुम्दै घुम्दै हामी फाइनल्ली घरतिर आइपुग्यौँ। यहाँ घरको यही हो, हामी बस्ने चाहिँ यहाँ बाइक राख्यौँ अनि छिटो हामी मासतिर गयौँ। अनि मम्मीले टिका लगाइदिनु भयो, खानुभन्दा अगाडि टिका लगाउनुपर्छ भन्ने कुरा गर्नुभयो होइन। अनि हामी टिका लगाएर अनि यहाँ खानलाई बस्यौँ है। भेराइटीहरू चाहिँ अघि बनाएको भेराइटीहरू चाहिँ यस्तो पाक्या रहेछ। ल भन्दै हामी चियर्स गऱ्यौँ। मैले चाहिँ गाउँबाट ल्याएको लोकल खाएँ, म र भेनाजुले चाहिँ, अरूहरूले चाहिँ जुस खायो होइन। अनि रमाइलो कुराहरू गर्दै चाड मनाउँदै हामीहरू चाहिँ खाना बस्यौँ। बिहान उठेबाट चिया पनि खाएको थिएन नि त। मैले चाहिँ मजाले खाएँ होइन, सबै सिटनहरू। रक्सी पनि मजाले खाएँ। म चाहिँ पुरा झ्याप भइसकेको थिएँ होइन गाइज। अब के भन्नु है, झ्याप भएर मेरो आँखा पनि रसिलो भइसकेको थियो। त्यही पनि म चाहिँ चुस्की लाउन चाहिँ छोडेको थिएन होइन। टक टक गर्दै मेरो दिदी, भेनाजु, मम्मी, ड्याडी सबैजना सँगै बसेर खायौँ। आज चाहिँ एकदम रमाइलो भयो। अरूले चाहिँ खाए सिटनहरू होइन, काँक्रो मुलाहरू, मैले चाहिँ मासु मात्र चपाएँ होइन गाइज। ल मलाई चाहिँ अब रक्सी पनि रिमरिम भइसकेको थियो होइन गाइज। अब खाना खानुपर्छ भने खाना पस्काउन लाएँ दिदीलाई, सबैजनालाई खाना पस्काउन लाएँ। त्यहाँपछि गएँ खाना बसेँ है। यत्रो खाना खान सक्छु त जस्तो लाग्थ्यो है। खान थालिसकेपछि त घप्पाघप खाएँ मैले, सबै सिधाएँ जे होस्। म त्यति खाना त खाँदिनँ होइन, अलि रुच्दैन मलाई। अनि खाना खाएर म तलतिर झरेँ। मलाई चाहिँ अलि झ्याप भएर टाउको नि घुमा जस्तो, पेट पनि दुखे जस्तो भइरहेको थियो होइन। अनि आजको भ्लग चाहिँ अब यतिबाटै इन गर्नुपर्छ भन्दै म तल सुत्नतिर लागेँ है गाइज। अब म चाहिँ हजुरहरूलाई अब म यहीँबाट भ्लग बन्द गर्छु है। ल धन्यवाद।